यहाँ चाहिँ उहाँहरूको बजाउने है ट्रेडिसनल उहाँहरूको ढोलक भन्छ यसलाई चाहिँ। यहाँनिर छ हाम्रो सिक्किमको है, यहाँनिर छ नेक्लेस हो कि के भन्ने नेक्लेस रहेछ। हामीले छोला भटौरलाई एकछिन लेट हुँदैछ है। म सब्जी बनाउँदैछु यहाँ, रोटी पोल्दैछ, बनिँदैछ। अलिक रोटी कडा भए चाहिँ रोटी हाल्नु दिनु पऱ्यो है, नभए चाहिँ यस्तो थिएन। एकदम राम्रो छ रोटी चाहिँ। अन्त म चाहिँ यहाँले सब्जी बनाउँछु। यहाँ अहिले 300 जनालाई चाहिँ छोला भटौरा रेडी गर्दैछौँ हामी। छोला भटौरा स्यान्डविच है। हेलो एभ्रिवान, सबैजना नमस्कार है। आज चाहिँ भने खाना रेडी भयो हाम्रो। यहाँनिर बहिनीहरू एकदम सिनिक्कै बनाउँदैछ है। सफा सिनिक्कै ढल्काउँदैछ है। सफा एकदम सिनिक्कै राखौँ है बहिनी, ल सफा राखौँ। के गर्दैछौ एउटा लौकेल मुनि खाले थाहा घुम्दैछ, उठाउ न अन्त। ल घुम्दैछ ल, उठ्नु नि, त्यहाँ घुम्दैछ ऊ। अन्त खाना रेडी भयो है। अब गेस्टहरू आइपुगेछन्, अब आउँछ एकछिनमा। अनि होला असरम पो मान्छ। यहाँ हेर्नुहोस् है, हाम्रो केटा चाहिँ आम्मा भित्र आफै पकायो है, आफै खायो यहाँ आएर टेबलमा होइन। अन्त तपाईहरु खाने भए आउनुस् है हैन। अन्त कस्तो लाग्यो खाना? आफ्नै हातले बनाएको ए हो, ए मजाले पकाएको होला होइन। कान्छी बुढीले पकाएको भन्दा नि यो मिठो हुँदो रहेछ हो र। अन्त एठा एक केटाले भात चाहिँ मजाले खान्छ, तर कहाँ जान्छ त्यो चाहिँ मलाई नि याद छैन। यसलाई अलिकति डाइट पेलाउनु भन्छ। खाना खाएपछि सन्तोक गर्दैन, सन्तोक गर्नुपर्छ भाइ, त्यसो गर्दैन। एकदमै मजा सन्तोकसँग भात खानुपर्छ। झ्याप अब चाहिँ म उसलाई गोरुको मासु खिलाउँछु अनि त्यसपछि अब खुवाउनु पर्दैछ, सुप खुवाउनुपर्छ। गोरुको सुप मेरोमा आउनु नभए म खुवाउँछु सुप। आगेको हातबाट ह्याप्पाले खाए जेठा भन्दै खुवाउँछ नि म। आम्मा दबाके एकदम
बटन दबाएको त्यही केक प्यान्ट तिमी 6 महिनामा चेन्ज खै स्विडिस हाल्नु हाल्दैन हालौ न स्विडिस हालौ ल भाइ स्विडिस हाल्यो मजाले के छैन हेरौँ मजाले खाऊ है बहिनी हरियो परेर चाहिँ खानुपर्छ तिमीले हजुर आज त भएन म एकदम आसी उप्री बनाएको छु नभए परस अरे